ल गाउँतिर चाहिँ अब मङ्सिर लागिसक्यो, बे सुरु भइरहेछ। भोलिको बे चाहिँ आज केटी लिएर आउँदैछन्। अनि यहाँ चाहिँ एकदमै घर अहिले सिँगार्ने काम धमाधम भइरहेछ। तल गेट बनाउँदै हुन्छ, यता घरतिर पनि सिँगार्दै हुनुहुन्छ। यतातिर यहाँ भोलि चिया नास्ता गर्ने ठाउँ सिँगार्दै हुनुहुन्छ। ल थालहरू यहाँ चाहिँ पिपा रेडी हुँदै रहेछ। हाम्रो सन्तोष भाइले पुरा दिँदै छैन, पिपा बन्दैछ। यहाँ चाहिँ यता चाहिँ हाम्रो बेहुलाको दाजु है, जेठा दाजुबा चाहिँ यता पनि कामहरू हुँदैछ। भोलि खाना खाने ठाउँ है यो चाहिँ। सबैजना मिलेर सिलिङको लागि कपडा लाउँदै हुनुहुँदो रहेछ। यता चाहिँ खाना पकाउने ठाउँ रेडी हुँदैछ। ल यहाँ चाहिँ हाम्रो भोलिको लागि खाना पाक्ने ठाउँ। यहाँ चाहिँ भोलिको लागि खाना होइन, भोलि भन्दा नि आजबाटै सुरु हुन्छ भरे। ल यहाँ चाहिँ रेडी हुँदैछ। अनि यता चाहिँ के छ हाम्रो, यता चाहिँ हाम्रो भाँडा माझ्ने ठाउँ रहेछ। ओहो शिकार पनि बन्दै रहेछ यहाँ चाहिँ। यता चाहिँ राँगाको शिकार हुँदो रहेछ बेको लागि। ल मरमसला बन्दैछ, शिकार आउनु थालिसक्यो यता चाहिँ।